चीज जब तपाईँ प्रयोग गर्नुहुन्छ, जस्तो कि तपाईँले बाहिरको टुथपेस्ट प्रयोग गर्नुभयो, तपाईँलाई टुथपेस्ट राम्रो लाग्यो, आज तपाईँ पहिलोचोटि आउनु भएको छ, इक्जाम्पल सर आउनु भएको छ, तपाईँ आज पहिलोचोटि आउनुभयो, तपाईँ टुथपेस्ट प्रयोग गर्नुभयो अथवा तपाईँ कफी प्रयोग गर्नुभयो, तपाईँलाई धेरै नै राम्रो लाग्यो। तपाईँलाई राम्रो लागेको चिज तपाईँ परिवारमा खुवाउनुहुन्छ, तपाईँको साथीहरूलाई भन्नुहुन्छ, तपाईँको आफन्तहरूलाई भन्नुहुन्छ। यसरी भन्दै जाँदाखेरि 2 वर्ष, 4 वर्ष, 5 वर्ष, 10 वर्षको समयमा यदि तपाईँले 1000 जनालाई भन्नुभयो, 1000 जनाले तपाईँको टुथपेस्ट प्रयोग गरे अथवा 1000 जनाले कफी प्रयोग गरे, जो मान्छेलाई राम्रो लाग्छ, राम्रो लागिसकेपछि त्यो मान्छे जुनसुकै देशमा गए पनि उसले टुथपेस्ट प्रयोग गर्न छोड्दैन, जुनसुकै देशमा गए पनि उसले कफी पिउन छोड्दैन। डिएक्सनको यति राम्रो सिस्टम छ कि हर सहरमा हाम्रो ब्रान्चेस छ। कति राम्रो सिस्टम, एउटा कार्डले संसारको जुनसुकै सहरमा काम गर्छ। कति राम्रो सिस्टम। यदि तपाईँले मात्र एउटा कार्ड बनाइदिएर उहाँलाई प्रोडक्ट्स चहाउनु भयो, उहाँलाई सिकाउनु भयो, ठाउँ देखाउनु भयो भने तपाईँको 1000 जना कन्ज्युमरले एउटा कफी र एउटा टुथपेस्ट मात्र प्रयोग गर्यो भने तपाईँको हिसाब गर्नुहोस्, 1000 जनाले एक-एकवटा कफी मात्र किन्यो भने एउटा कफीमा 10 पोइन्ट हुन्छ र तपाईँको चाहिँ 10,000 पीबी हुन्छ। मात्र तपाईँ 25% अथवा डायमन्ड मात्र बोल्नु भएको छ भने तपाईँको 3000 दिरहम कतै पनि जाँदैन डिएक्सनबाट। तपाईँले सहज डिएक्सनलाई त्यति ठुलो डिफिकल्ट यहाँ मास्टर गर्न आवश्यक छैन, यहाँ इङ्ग्लिस पढाउन केही पनि आवश्यक छैन। तपाईँ नेपाली भाषा, शुद्ध नेपाली भाषा बोल्नुहोस्। तपाईँले हिन्दी आउँदैन, नो प्रब्लम, तपाईँ शुद्ध नेपाली बोल्नुहोस्। खाएको चिज भन्नुहोस्, टुथपेस्ट प्रयोग गर्नु भएको छ त्यही भन्नुहोस्, कफी पिउनु भएको छ त्यही भन्नुहोस्। 1 वर्ष, 2 वर्ष, 5 वर्ष, 10 वर्ष, 10 वर्षको कसो तपाईँको 1000वटा कस्टमर नहोला। सोच्नुहोस् त, आजभन्दा 10 वर्ष पहिला तपाईँ डिएक्सन गरेको भएदेखि मैले पनि 10 वर्ष भयो नि त गरेको। यदि तपाईँले पनि 10 वर्ष पहिला गरेको भएदेखि आज जागिर नगरे पनि चल्थ्यो कि तपाईँको जिन्दगी। यस, भनेपछि 10 वर्ष तपाईँको टाइम सायद दुबईमा गइसक्यो। मैले गरेको त्यही नै हो। टुथपेस्ट प्रयोग गरेँ, मलाई इङ्ग्लिस आउँदैन राम्रोसँग, म ठुल्ठुलो कुरा गरेर अरूलाई कसैले सुनाउँदैन। म टुथपेस्ट प्रयोग गर्छु, कफी प्रयोग गर्छु, त्यही कुरा भन्छु। मलाई शुद्ध नेपाली आउँछ, म शुद्ध नेपाली बोल्छु, नेपालीसँग मात्र बोल्छु। यसरी गर्दै जाँदा 10 वर्षमा एउटा सामान्य व्यक्ति, एउटा 900 दिरहममा काम गर्ने व्यक्ति, एउटा टोयलेट सफा गर्ने व्यक्ति आज जागिर नगरिकन पनि दुबईमा तपाईँहरूलाई यसरी अगाडि उभिन सक्छ भने तपाईँ सक्दैन? तपाईँ सक्दैन? 101% सक्छ तपाईँ। त्यसको लागि तपाईँको 100% तपाईँको माइन्डलाई चाहिँ, तपाईँको सोचलाई, तपाईँको फोकसलाई तपाईँले एकै ठाउँमा राख्न आवश्यक छ। तपाईले सबैभन्दा पहिलो प्राथमिकता डिएक्सनले दिन आवश्यक छ। जुन साथीले, जुन तपाईको परिवारको सदस्यले तपाईलाई साथ दिँदैन, त्यो के सदस्य, के साथी, यदि तपाईले गरेको कामलाई कसैले मन पराउँदैन भने त्यसलाई छोडिदिनुहोस्। जसले तपाईलाई राम्रो काममा साथ दिँदैन भने त्यो कस्तो साथी, त्यो कस्तो तपाईको दिदीबहिनी, इभन तपाईको फ्यामिली, नो प्रब्लम, लात्तीले हान्दिनुहोस्। यदि तपाईँले सपोर्ट दिँदैन भने, तपाईँ गलत काम गर्नको लागि सपोर्ट नदिनु। यस, उहाँ ठिक हुनुहुन्छ, तपाईँ राम्रो काम गर्दै हुनुहुन्छ। तपाईँले राम्रो काम गर्दा पनि तपाईँको दाइ-भाइ, दिदी-बहिनी, गाउँ साथीले साथ दिँदैन भने छोडिदिनुहोस्। तपाईँको पहिलो एउटा पोइन्ट डिएक्सन बनाउनुहोस्। तपाईँलाई साथी भेट्न आउँछ, डिएक्सनमा बोलाउनुहोस्। तपाईँ भरदुबईमा पुग्ने होइन, तपाईँको आफन्त भेट्न आउँछ, डिएक्सनमा बोलाउनुहोस्। आजसम्म मैले बाहिर मार्केटमा, बाहिर चौरमा एकजना पनि भेटेको छैन। के मेरो आफन्त छैन दुबईमा? के मेरो साथीहरू छैनन् यहाँ? मेरो गाउँको मान्छेहरू छैनन्? मेरो फ्यामिलीहरू छैनन् यहाँनिर? मैले डाइरेक्ट डिएक्सनमा आऊ भन्छु। भेट्नु छ, डिएक्सनमा आऊ। भेट्नु छैन, म बाहिर आउँदैन। मैले नभेटेर म तिमीमा राम्रो भएको छैन नि त। म नभेटेर मैले मरेको छैन नि, मलाई साथ सपोर्ट चाहिँ नमिलेको छैन नि। किनकि तपाईँ दृढ हुनुहोस्, तपाईँ दृढ हुनुहोस्। जब तपाईँ दृढ भएर चाहिँ काम गर्नुहुन्छ नि, तपाईँको पछि बल्ल मान्छे आउने हुन्।
तपाईँले तपाईँको साथीलाई भेट्न बाहिर